हेलो हेलो आउनुहोस् आज म तपाईँलाई घर बसी होइन सिन्धुपाल्चोकमा रहेको बुद्ध दर्शन गराउँछु है त। बुद्ध जाँदाखेरिको कस्तो राम्रो ठाउँ यार। मेरो त एउटा साथी चाहिँ केही नदेखेको जस्तै गरेर होइन किरा फटेङ्ग्रा देख्दाखेरि पनि ओहो भन्दै के नदेखेको जस्तो गरेर यस्तो यस्तो नमुना नमुना पनि भेटिन्छन् भाइ। कि एउटा नमुना त म आफै नै भइहालेँ। अर्को नमुना चाहिँ मेरो एउटा साथी। यो टोली चाहिँ काठमाडौँबाट बुद्ध लागेको। यो ओह्रालो बाटो हेर्दा साह्रै रमाइलो ओह्रालो नै त हो नि भने जस्तो लाग्ने होइन। तर यत्रो धेरै ओह्रालो हिँड्दाखेरि अनि पछि फेरि यही ओह्रालो उकालो हिँड्नु पर्दा ओ माई गुडनेस हुन्छ। खुट्टाको त मम्मी ड्याडी सबै हुन्छ। यहाँबाट देखिएको दृश्यहरू होइन यो चाहिँ तल बुद्ध झर्ना जाँदाखेरिको। र झर्ना चाहिँ किन हो यो जङ्गलभित्र एकदमै हुन्छ नि गाह्रो ठाउँमा मात्रै हुने क्या। किन हो क्या अचम्म लाग्छ मलाई। अब यत्रो तल सिडीबाट गयो यही दृश्य हेर्नुलाई हेर्नु हेर्दा त राम्रो छ होइन। तर अब यति हेर्नुको लागि यत्रो दुःख गरेर तल आइयो। अब यति हेरेर फेरि त्यत्रो दुःख गरेर त्यत्रो माथि पनि हिँड्न परेको छ। कस्तो गाह्रो होइन त साह्रै गाह्रो यार। तर के गर्नु के नदेखेको म होइन दङ्ग परिरहेको छु। यो देखेर पनि मक्ख पर्दैछु म। यो चाहिँ एउटा हामी त्यहाँबाट फर्किँदाखेरिको मन्दिर हो होइन। यो मन्दिरको ठाउँको लागि पनि खोइ के पो भन्छ बिर्सेँ क्या मैले। ठाउँको नामै बिर्सेँ क्या। अब म के गरौँ है। त यो 6-7 महिना अगाडिको हो नि त बिर्सिहालेँ। अनि यो मन्दिरबाट देखिएको दृश्यहरू यो चाहिँ हाम्रो टोलीहरू छन्। टोलीहरू खोइ कता कता छन् थाहा छैन होइन। अनि यो देखेर पनि म दङ्ग परिरहेको छु। कस्तो राम्रो के असाध्यै राम्रो। तर गर्मी त हो चरम सीमा पार गरेको गर्मी के भने। अनि म आफैलाई हेर्दै दङ्ग परिरहेको छु। यति हेर्नुलाई म यत्रो दुःख गरेर आएको हो नि त। अनि त्यही भएर यो हेर्दै पानीमा भिजिहालेँ है। अब पानीदेखि डराउने मान्छे मलाई त आजभोलि पानीदेखि डरै लाग्नु छोडिसक्यो होइन। अनि आफैलाई देखेर दङ्ग पर्दै मक्ख पर्दै बनाइरहेको छु। किनकि म आफैलाई देखेर मक्ख पर्छु नि त। अब कोही मक्ख पर्ने छैनन् के गर्नु त। अनि आफैलाई देखेर आफै मक्ख पर्नु पऱ्यो। अब के गर्नु अरूको उपाय अरू कुनै उपाय छ त छैन नि होइन। एनिवे यो चाहिँ अब म माथि फर्किँदै गरेर फेरि त्यो अघिको ओह्रालो छ नि त्यो उकालो चढ्नलाई रेडी भइरहेको हो कि म। अब यस्तो गर्मी ठाउँ पार गरेर आइसकेपछि यो जङ्गल देखेर मलाई त यस्तो खुसी लाग्छ है। खोइ किन मलाई यस्तो जङ्गलहरू देख्दा साह्रो खुसी लाग्छ हौ। असाध्यै खुसी लाग्छ। अब यो हुन्छ नि सल्लाह हो कि साल हो। सल्लाह सालको टपरी भनेपछि यो सल्लाह हो। अनि केटोलीहरू मात्छन् म आफैलाई यतै दङ्ग पर्दै फेरि जङ्गलमा उड्की परी भन्दै आफैलाई देखेर दङ्ग पर्दै म भिडियो बनाइरहेको छु होइन। कुदिरहेको छु दौडिरहेको छु किनकि आई लभ जङ्गल के। मलाई यस्तो जङ्गलहरू हरियाली डाँडा काँडा देखेर साह्रो खुसी लाग्छ होइन। त्यही भएको भएर म आफै मक्ख पर्दै बसिरहेको छु। अनि धेरै राम्रो रहेछ साह्रो राम्रो छ यहाँ। कस्तो राम्रो ठाउँ छ क्या यो। च्याउहरू पनि छ यहाँनिर कति धेरै। मेरो केही टोलीहरूले च्याउ पनि टिपिरहेको थिएँ। तर म चाहिँ टिपिनँ। म चाहिँ भिडियो बनाएर आफै यतै दङ्ग पर्दै मक्ख पर्दै। एनिवे दङ्ग पर्नु त छँदैछ। यस्तो दृश्यहरू देखेपछि को मक्ख पर्दैन होला त ल। कस्तो राम्रो छ क्या यो। फेरि यो ठाउँको नाम मैले बिर्सेँ होइन। बिर्सेँ अब के भन्ने होला त्यसलाई। मलाई आजभोलि एकदम धेरै बिर्सने बानी लागेछ है क्या हो। अनि यो चाहिँ 1000 स्टेप सिँढी हो होइन। यहाँ चाहिँ 1000वटा स्टेपको सिँढी छ अरे। अब यो सिँढी हिँडेर घर आएपछिको हालत के बोला त्यो त मैले राख्ने छ अझै होइन। अनि यो त फर्किँदाखेरिको बाटोबाट लिएको दृश्यहरू है। टोलीहरूले मलाई छोडेर गइसकेका थिए। म एक्लै थिएँ एज अलवेज। त्यही पनि केही छैन भन्दै म आफै दङ्ग पर्दै मक्ख पर्दै आफ्नो अगाडि जे देखिरहेको छु म दङ्ग पर्दै हेरिरहेको छु। किनकि म यही हेर्नुलाई त गएको नि त। त्यही भएर यो चाहिँ त्यो गुम्बाको माथिबाट लिएको दृश्यहरू कस्तो राम्रो छ क्या होइन। यो मेरो फोनले खासै राम्रो त लिएको छैन। तर रियालिटीमा यति राम्रो छ कि म बयानै गर्न सक्दिनँ कति राम्रो छ भनेर। आँखाले देख्दाखेरि त माई गुडनेस नै हुन्छ। साह्रो राम्रो दृश्य के। अनि यस्तो हेरेपछि मक्ख परिँदैन त।
अब किन बसिरहेको जानु हिँड्नु मक्क पर्नुहोस्